केपी ओलीको मुख देख्यो भने अहिले बच्चा बच्ची तर्सिन्छन्। अहिले चोर भ्रष्टाचारी भनेर यहाँलाई सोध्यो भने केपी ओलीको फोटो पठाउने अवस्था छ यो बेलामा। फेरि मैले फेरि पनि भने जनता केपी ओलीलाई चुनाव लडाउन होइन मुद्दा लडाउन चाहन्छन्, केपी ओलीलाई भोट हाल्न होइन जेल हाल्न चाहन्छन् जनताहरू। र साथीहरूलाई चाहिँ काङ्ग्रेस एमाले भन्दा दल भनेकै काङ्ग्रेस एमाले भने जस्तो मात्र लाग्छ तपाईँले। मधेस छैन, अर्का सामागुरु छैन, फुलमान घिसिङ छैन, रवि लामी छैनहरू छैन। यसै पनि कङ्ग्रेस र एमालेको भाग त बच्या पनि छैन। फेरि इट्टाको जवाब ढुङ्गाले दिइन्छ। यो कङ्ग्रेस र एमालेको मुख ताकेर यिनलाई डाकेर नबस्नु आमा भन्ने कुरा म यहाँबाट अपिल गर्न चाहन्छु। तिम्रो छोराहरू लडाइँको तयारी गरिरहेका छन्। अपराधीहरूलाई भोट हाल्ने न अपराधीलाई जेल हाल्ने। यो चुनावभन्दा पछाडि चाहिँ मान्छे जस्तो भएर आउनु, काटीकुटी केपी ओली जस्तो भएर नआउनु। फेरि काटीकुटी जताबाट हेर्दा पनि भ्रष्टाचारी जस्तो भएर नआउनु, फेरि हत्यारा जस्तो भएर नआउनु। कृपया मिल्छ भने काङ्ग्रेसको रुख र केपी ओलीको मुख यो चुनावमा नदेखाए। यहीबाट गृहमन्त्रीलाई प्रधानमन्त्रीलाई हाम्रो अपिल छ। जसले बदमासी गरिरहेका छन्, जसले अपराध गरेका छन्, जसले जेनजीहरूको टाउकोमा गोली हानेका छन्, जसले हाम्रा भाइ बहिनीहरूको रगतको होली खेलेका छन्, जसले देशलाई 75 वर्षसम्म अपहरण गरेर राखेका छन्। यो बहुदलीय व्यवस्था हो। 2-4 जना कङ्ग्रेस एमालेहरूले भाग नलिँदैमा केही फरक गाउँघरतिर परिवेशै निषेध भइरहेको छ जताततै। यो परिस्थितिमा चुनाव हुन्छ तपाईँलाई लाग्छ? यो त मैले फेरि पनि भने हाम्रो निर्वाचन आयोगमा हाम्रो दल दर्ताको प्रमाणपत्र 216 हो। कङ्ग्रेस र एमाले घटायो भने 214 हुन्छ। यो बहुदलीय व्यवस्था हो। 2-4 जना कङ्ग्रेस एमालेहरूले भाग नलिँदैमा केही फरक पर्दैन। यसै पनि कङ्ग्रेस र एमालेको भाग त बच्या पनि छैन। फेरि यसै पनि भाग लिनलाई त भाग पनि हुनु पर्यो उहाँहरूको। जनतामा उहाँहरूको भाग छैन। मिल्छ भने यो आउँदै गरेको आसन्न फागुन 21 को निर्वाचनमा कङ्ग्रेसको रुख र केपी ओलीको मुख नदेखाएको राम्रो। यो बेलामा चाहिँ कम्तीमा जनताले सुखले खाएर ढुक्कले बाँच्न पाउँछन्। मेरो यो सरकारलाई पनि अनुरोध छ, यो कङ्ग्रेस र एमालेको मुख ताकेर यिनलाई डाकेर नबस्नु आमा भन्ने कुरा म यहाँबाट अपिल गर्न चाहन्छु। तिम्रो छोराहरू लडाइँको तयारी गरिरहेका छन्। यी 2-4 जना भ्रष्टाचारीहरूको मुख ताकेर यिनलाई डाकेर बालुवाटारको समय खर्च नगर्नु। 214 वटा राजनैतिक दल, राष्ट्रिय दलहरू अरू पनि छन्, उनीहरूले सहभागिता यो बेलामा मैले फेरि पनि भने केपी ओलीको मुख देख्यो भने अहिले बच्चा बच्ची तर्सिन्छन्। अहिले चोर भ्रष्टाचारी भनेर यहाँलाई सोध्यो भने केपी ओलीको फोटो पठाउने अवस्था छ यो बेलामा। त्यसैले मैले फेरि पनि भने त्यही मुख लिएर केपी ओली चुनावमा जाने हो भने, त्यही उत्तानो परेको रुख लिएर कङ्ग्रेस चुनावमा जाने हो भने यो बेलामा मेरो गगन थापाहरूलाई पनि सुझाव छ, रामकुमारी झाँक्रीहरूलाई सुझाव छ, केपी ओलीहरूलाई मेरो सुझाव छ। यो बेलामा कम्तीमा जनताले सुखको घाँस टुक्कले खान पाउने अवस्था छ। कृपया मिल्छ भने काङ्ग्रेसको रुख र केपी ओलीको मुख यो चुनावमा नदेखाए। मैले फेरि पनि भने जनता केपी ओलीलाई चुनाव लडाउन होइन मुद्दा लडाउन चाहन्छन्, केपी ओलीलाई भोट हाल्न होइन जेल हाल्न चाहन्छन् जनताहरू। त्यसैले गर्दाखेरि यो बेलामा उनीहरूलाई कानुनी कारबाही हुनुपर्छ। अपराधलाई प्रोत्साहन दिने भन्ने हुन्छ, गुन्डुमा बसेर पाखुरा सुकेर चाहिँ अहिले पनि जनतालाई धड्काइरहने भन्ने हुन्छ, धम्काइरहने भन्ने हुन्छ। निर्वाचन निर्वाचन जितौँला नजितौँला दोस्रो कुरा हो। हामीले निर्वाचन लड्नुपर्ने कुरा त्यो दोस्रो कुरा हो। त निर्वाचन जित्ने नजित्ने कुरा दोस्रो कुरा हो। देशलाई कोही कसैको बदमासीबाट, कोही कसैको मुठीबाट, कोही कसैले पाखुरा सुर्काएको भरमा चाहिँ देशलाई बन्द बनाएर राख्न पाइँदैन। यहीबाट गृहमन्त्रीलाई प्रधानमन्त्रीलाई हाम्रो अपिल छ। जसले बदमासी गरिरहेका छन्, जसले अपराध गरेका छन्, जसले जेनजीहरूको टाउकोमा गोली हानेका छन्, जसले हाम्रा भाइ बहिनीहरूको रगतको होली खेलेका छन्, जसले देशलाई 75 वर्षसम्म अपहरण गरेर राखेका छन्। हामी निर्वाचन जितौँला हराउँला त्यो दोस्रो कुरा हो। फेरि निर्वाचन हुने भएको हुनाले हामी निर्वाचन लड्न तयार भएको, नत्र यी सामन्तीहरूसँग हिजो पनि माइतीगर मण्डलबाट लड्न तयार भएको, आज पनि हामी लड्न तयार छौँ। त्यसैले हामी सत्यको पक्षमा छौँ, शान्तिको पक्षमा छौँ, हामी भाइलेन्सको विरुद्धमा छौँ। त्यसैले गर्दाखेरि हामीले फेरि पनि भन्ने कुरा के हो भने कोही कसैले हाम्रा भाइ बहिनीहरूलाई, हाम्रा चेलीबेटीहरूलाई बन्दुक देखाएर, खुकुरी देखाएर यताबाट उताबाट तर्साउँछन् भने इट्टाको जवाब ढुङ्गाले दिइन्छ। मधेसले अस्ति बाराले जे गर्यो, बाराका जेनजीहरूलाई धन्यवाद छ। यो टेलर मात्रै हो, हाम्रा भाइहरू लडेका छन्। तपाईँको अभिव्यक्ति के हो भने महेश बस्नेतलाई कुट्नुपर्छ भन्ने तपाईँको धारणा। अनि मैले फेरि पनि भने ढुङ्गाको जवाब इट्टाले दिनुपर्छ। उनीहरू चाहिँ कुट्दै हिँड्ने, अनि हामी चाहिँ कुटे बापत कुन खालको कानुन लाग्छ भनेर कानुन संविधान फर्काएर हिँड्ने भन्ने हुन्छ। चुनावमा त जान पाउने अधिकार हो नि खगेनजी। मैले के भन्दैछु, चुनाव गराउनलाई त चुनाव अपराधीहरूलाई मैले फेरि पनि भने अपराधीहरूलाई चुनाव लड्ने छुट हुँदैन। अपराधीहरूले मुद्दा लड्नुपर्छ, अपराधीहरूलाई भोट हाल्ने न अपराधीलाई जेल हाल्ने। त्यसो भए काङ्ग्रेस एमाले बिनाको चुनाव हुन्छ हैन? तपाईले भन्नु खोज्नु काङ्ग्रेस एमाले भनेको छुट्टै। तपाईले के देखिरहनु भएको छ? काङ्ग्रेस एमाले भनेको काङ्ग्रेस र एमालेको मात्रै हो त? यो मैले फेरि पनि भने यहाँ 214 वटा दल अरू पनि छन्। यहाँ निर्वाचन आयोगमा दल दर्ता भएका जति सबै दलहरूको आफ्नो अस्तित्व छ। भ्रष्टाचार तिनले गर्ने, देशलाई बदमासी तिनले गर्ने, देशलाई बन्धक तिनले बनाएर राख्ने, देश धुलो माटो खरानी तिनले बनाएर राख्ने। अहिले पनि फेरि कङ्ग्रेस एमाले तपाईँलाई के हालो भुत चढाएको छ? हाम्रो साथीहरूलाई चाहिँ काङ्ग्रेस एमाले भन्दा दल भनेकै काङ्ग्रेस एमाले भने जस्तो मात्र लाग्छ तपाईँले। मधेस छैन, अर्का सामागुरु छैन, फुलमान घिसिङ छैन, रवि लामी छैनहरू छैन, खगेन्द्र सुनारहरू आइपुग्यो त्यता। हामीलाई 500 जनाले शनाखत गर्नु 35,000 मान्छेले नागरिकता पठाएको छन्। हाम्रो जनता छैन। यो कङ्ग्रेस एमाले भन्ने यो भूत चाहिँ पत्रकार साथीहरूले पनि जिब्रोबाट हटाउनु हुन्थ्यो। लामो समयदेखिको प्र्याक्टिस भएको हुनाले काङ्ग्रेस एमाले भन्ने भएको छ। अहिले काङ्ग्रेस एमाले भन्यो भने भ्रष्टाचारका नाइकीहरू भनेर चुनावै हुन्छ कि हुँदैन भने दोधारमा छ कि? किन नहुने? एमाले अहिलेसम्म दर्ता गरेको छैन। तपाईँले फेरि पनि भने इक छ भने दल दर्ता नगर्नु, इक छ भने यो चुनावमा मुख नदेखाउनु।
इक छ भने सुध्रिनु, नुहाइधुवाइ गर्नु, सुनपानी छर्केर नुहाइधुवाइ गरेर ध्यान योग मेडिटेसन गरेर यो चुनावभन्दा पछाडि चाहिँ मान्छे जस्तो भएर आउनु, काटीकुटी केपी ओली जस्तो भएर नआउनु फेरि, काटीकुटी जताबाट हेर्दा पनि भ्रष्टाचारी जस्तो भएर नआउनु फेरि, हत्यारा जस्तो भएर नआउनु। कम्तीमा यो चुनावभरि 2-3 महिनाको समय ध्यान योग साधना गर्नु, नुहाइधुवाइ गर्नु, सुनपानी छर्केर मैले फेरि पनि भने त काटीकुटी केपी ओली जस्तो नदेखिनु भने त मैले तपाईँलाई, काटीकुटी आरजु देउबा जस्तो जताबाट हेर्दा पनि त्यस्तै भ्रष्टाचारीहरूको नाइकी जस्तो नदेखिनु नि, अलिकति मान्छे जस्तो भएर आउनु। यो कुरामा हामी स्पष्ट छौँ। तपाईँलाई के लाग्यो होला भने अब त्यो नेता राजनीतिमा आइसक्यो, यिनीहरूलाई पनि अब काङ्ग्रेसलाई एकचोटि नमस्कार गरेर प्रधानमन्त्री हुन्छ भन्ने पनि भएन। हामी एमालेसँग एकचोटि गएर बासँग फोटो खिचा त तँलाई प्रधानमन्त्री बनाउँछौ भने हामी यो पक्षमा छैनौँ। अपराधीहरूसँग पाइन्छ भने पनि हात मिलाइँदैन, तर देशलाई सही दिशा निर्देश गर्ने सन्दर्भमा हामी चुनाव लड्नु पर्ने वा पाखुरा लड्नु पर्ने हामी तयार छौँ। अब तपाईँ कताबाट चुनाव लड्दै हुनुहुन्छ आज बताइदिनुहोस् त आम नेपालीहरूलाई, कहाँबाट लड्दै हुनुहुन्छ? केपी ओलीले चुनाव लड्न पाउँथे भने म केपी ओलीसँग चुनाव लड्थेँ, रमेश लेखकले चुनाव लड्न पाउँथे भने म रमेश लेखकसँग चुनाव लड्थेँ। यी दुईटैलाई मुद्दा लागेर यी दुईटैले उम्मेदवार बन्न नपाउने भएको हुनाले जनताले रुचाएको ठाउँबाट अर्कोचोटि आलो पालो सरकारमा एकचोटि प्रधानमन्त्री बन्न पाउने गरी हाम्रो पार्टी नेपाल चुनावमा त्यो मत लिएर आउँछ। सुन्नु न, एउटा प्रश्न तपाईँ अब यो अलिकति धेरैले यो प्रश्न गरिरहेका छन्, कमेन्टमा पनि तपाईँलाई प्रतिक्रियामा नि एउटा कुरा के भनिरहेको छन् भने तपाईँ धेरै पटक चाहिँ अलिकति नयाँ पुस्ताहरूसँग नजिक भएको हिसाबले तपाईँ एकता गर्नुपर्ने ठाउँमा पार्टी खोल्नुभयो, एकतामा गइदियो हुन्थ्यो भनेर धेरै अपेक्षा गरेका छन्। तपाईँ रवि लामिछाने लगायतका व्यक्तिहरूसँग एकता गर्ने सोच बन्छ कि बन्दैन? किनकि यो त पार्टी खोले हो, त्यो प्रक्रियामा जानु भएको, तपाईँको एकता हुन्छ कि हुँदैन यो चुनाव अगाडि रवि लामिछानेसँग? तपाईँले भनेको जस्तो यो सबै मिडिया जतिलाई एउटै बनाम, क्यामेरा जतिलाई एउटै बनाम भन्यो भने त्यो बन्छ कि बन्दैन? संसारका गाडी जतिलाई एउटै गाडी बनाम भन्यो भने त्यो बन्छ कि बन्दैन? सङ्गठन त मैले यही भने, त्यही मैले भने विचारहरू एउटा कोइलीले ओल्लो गाउँबाट एउटा डाँडाबाट कुहु भन्दै गर्दा अर्को कोइलीले उताबाट कुहु भन्छ भने त्यो एकता हो। यताबाट एउटाले जिन्दाबाद भन्दै गर्दा उताबाट हाम्रो चाहिँ रवि लामिछानेले जिन्दाबाद भन्नुहुन्छ भने यो हाम्रो एकता। मैले फेरि तपाईँलाई स्पष्ट भन्नुपर्ने कुरा के हो भने आफ्ना आफ्नो पहिचानका मुद्दाहरू छन्, आफ्ना आफ्ना समुदायका मुद्दाहरू छन्, आफ्ना आफ्ना समस्याका मुद्दाहरू छन्। त्यो मुद्दालाई सँगै लिएर आउने सन्दर्भमा चाहिँ सामूहिक मुद्दामा चाहिँ कार्यगत रवि लामिछानेसँग तपाईँले भन्न खोज्नुभयो कार्यगत एकता हुन्छ, पार्टी एकता हुँदैन? पार्टी एकताको सन्दर्भमा छलफल गरौँ न, यसमा त आपत्ति के छ र? मैले फेरि पनि भने अहिले हामीले बल्ल त डकुमेन्ट प्राप्त गरेका छौँ, हामीले आफ्नो एउटा मजबुत राजनीति शक्ति। हामीलाई मान्छेले के भन्थ्यो भने यो त माइती गठबन्धनमा बस्ने मात्रै हो, यसलाई 500 जना को आएर सिग्नेचर गरिदिन्छ, यसको पार्टीमा को आइदिन्छ, यो पार्टी अब हेर्दै जानुहोस्, यो पार्टीमा भोलि को आउँछ, भोलि कसले चुनाव जितेर आउँछ। त्यसैले गर्दाखेरि मान्छेले जसरी हेपेर बोलेका थिए हामी हेपेको पात्र होइन भन्ने सन्दर्भमा मात्रै एउटा कुरा। दोस्रो कुरा, कुलमान घिसिङ, रवि लामिछाने, बालन शाहहरू, हर्क साम्बाङहरू, गोपी अमालहरू, नयाँ राजनीति शक्ति जतिले पनि निर्माण गरेका छन्, ती सबै राजनीतिक शक्तिहरूसँग हामी हातमालो गरेका छौँ। खगेन्द्र, अब तपाईँले बारम्बार 60 लाख दलितको कुरा उठाउनुहुन्छ होइन? योचोटि कति लाख दलितले भोट हाल्लान् तपाईँलाई? के लाग्छ बताइदिनुहोस्? 60 लाखको अब 60 लाख ल्याउनुहुन्छ? होइन, मतदान परिचय पत्रमा, मतदाता परिचय पत्रमा जतिको मतदान परिचय पत्र छ उहाँहरूले भोट हाल्ने हो। दलितको मात्र किन? तपाईँ मलाई भोट हाल्नुहुन्न? कमलजी हामीलाई भोट हाल्न तयार हुनुहुन्न? यो देश हामीलाई भोट हाल्न तयार छैन। हामीले त देशको मुद्दा उठाइरहेका छौँ। मैले कसले दलितको पार्टी भनेर लेखेको त छैन, यो त हाम्रो पार्टी भनेको छ। यो हाम्रो पार्टी मात्रै संसारमा यस्तो पार्टी हो, कङ्ग्रेसले मात्रै काङ्ग्रेसलाई हाम्रो भन्न पाउँछ, एमाले मात्रै एमाले हाम्रो भन्न पाउँछ, तर हाम्रो पार्टी मात्रै संसारमा एउटा यस्तो पार्टी हो जो जसले पनि हाम्रो भन्ने छ। अब हाम्रो पार्टीलाई चाहेर पनि केपी ओलीले गाली गर्न पाउने छैनन् पनि। हाम्रो पार्टीका केटाहरू भ्रष्टाचारी नै भ्रष्टाचारी छन् भन्ने कता हुनेछ त्यो कुरा होइन? हाम्रो पार्टीका केटाहरू त फटा छन् भन्ने भयो भने अब उहाँले आफ्नो पार्टीको उसमा उभिएर चाहिँ भन्न सक्नुहुनेछ। त्यसैले आकाशको घाम जति सबै हाम्रो हो भन्छ केपी ओलीले, एमालेहरूले जङ्गलका रुख जति सबै हाम्रो हो भन्छ जसरी काङ्ग्रेसले, फेसबुक, टिकटक, युट्युबभरिका जति पनि लाइक छन् नि ती सबै हाम्रो हुनेछ। अब आजबाट लाइक गरेर सोच्नु होला, अब आजबाट सोच्नु होला त्यो लाइक गरेको चाहिँ हाम्रो पार्टीलाई हुनेछ। यतातिर चाहिँ अब यो चाहिँ हाम्रो नाममा रजिस्टर भइसकेको छ। यो लाइक चुनाव चिन्ह जे छ नि यो अब चाहिँ लाइक, अब केपी ओलीले लाइक थिच्ने कि नथिच्ने एकचोटि विचार गर्नु होला। अब महेश पत्नीले एकचोटि विचार गर्नु होला, कङ्ग्रेसको लाइक थिच्ने कि नथिच्ने। भोलि गगन थापाले कपनमा उभिएर हाम्रो पार्टीलाई भोट हाल्नुहोस् भन्नुभयो भने काङ्ग्रेसका साथीहरू नझुक्किनु होला। त्यो हाम्रो पार्टीलाई भनेको काङ्ग्रेसलाई भने होइन, खगेन्द्र सुनारको अध्यक्ष हाम्रो पार्टीलाई भोट हाल्नुहोस् भनेको हो। भोलि केपी ओलीले चाहिँ हाम्रो पार्टीलाई भोट हाल्नु होला भन्यो भने नझुक्किनु होला, एमालेलाई भोट नहाल्नु होला, खगेन्द्र सुनार सभापति भएको हाम्रो पार्टीलाई भोट हाल्नु होला भनेको हो। त्यसैले गर्दाखेरि यो कुरामा सबैजना स्पष्ट हुनु होला। यहाँहरू सबैलाई धेरै जस्तो खगेन्द्र सर एउटा प्रश्न, जस्तो तपाईँले चाहिँ निर्वाचन आयोगमा अलरेडी एउटा पार्टी छँदै थियो, यो नागरिक पार्टी, त्यसलाई हाइज्याक गर्नुभयो भन्ने आरोप छ। हजुर, त्यो त निर्वाचन आयोगलाई सोध्नु पर्यो, हुँदै गरेको अर्को पार्टीलाई फेरि किन दिनुभयो भन्ने। जहाँसम्म लाग्छ निर्वाचन आयोग ब्रह्माण्ड भन्ने होइन न, पहिले अब भन्नु होला अब फेसबुकमा खोलेर भएन पार्टी निर्वाचन आयोगमा आधिकारिक दर्ता कसले कहाँ गर्छ, मनमनै पार्टी खोलेर त भएन नि त, भित्र सामाजिक सञ्जालमा चाहिँ हाम्रो धन्यवाद छ। मैले फेरि पनि भने त्यो हाम्रो पार्टी हो त, त्यसलाई भने पनि हाम्रो भन्न पाउनुहुन्छ, हाम्रो पार्टी